देखो ना गाइस, देखो ना ये क्या चीज है, इतना बड़ा सा। ए उल्टा खाँदो रहेछ किन जाँदैन भनेको बाफ्रे बाफ, यो कुन खालको तरुल हो? कुन खालको तरुल हो? माघे सङ्क्रान्तिमा तरुल खाने भन्दै भन्छ, तर मैले चाहिँ साँचेर राखेर होली सेलिब्रेसन हुन्छ हैन होली मनाउला जस्तो भयो त परदेशीलाई। हाम्रोतिर चाहिँ होली उता पनि रहेछ, बच्चा भित्तामा छ बच्चा उतापट्टि खुकुरीको ढिँड मुनि। हौ त नकाटी निकाल्नुपर्छ क्या रोप्नलाई। कत्रो तरुल त्यो अलग्गै हो, रोप्नलाई ठिक्क हो। धेरै रोप्नु पर्यो परैसम्म नि। अब यसपालि चाहिँ यो ठुलो कस्तो खालको राम्रो खालको रहेछ नि। अमै लु आएन 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 के हो यो त के फलेको हो त ओरिजिनल फलेकै हो त हात ढुङ्गाले खान्छ है। ओरिजिनल साथीहरू वाक्कै भइसक्यो होला साथीहरू नि यो चाहिँ निकाल्न आँटा चाम्लिङ कान्छाले भन्दै होला। देखिरहेको छ के निकाल्नु, चाम्लिङ कान्छाले तरुल निकाल्नु। तरको रुल तरुल तरको रुल तरुल नहीं भाइ बाबा नहीं भाइ बाबा कसरी निकाल्नु बाबा कुन खालको तरुल हो यो? बाबू के तो वाला है, मिट्टी कम हो गया रे। ऊपर में काला है और नीचे मुंह पे जाने पत्ता भी गिर रहा था। तरुल है ऐसा, कौन सा तरुल है ऐसा? नहीं भाँचिन्छ खन्नुपर्छ। हुन्न बाफ्रे अझ त्यो भित्र मुनि झर्ने खालको तरुल भए त झन् कति खन्नु पर्थ्यो। यो त बाहिर फल्ने र पनि यस्तो। यो के झाँते तरुल के भन्नुपर्छ होला? आई डोन्ट नो तरुल। यो डिल परसम्म रोपिदिनु पर्छ जस्तो छ। बाँस एउटा लिएर गाडिदिनु। पल्लो बारीमा बाँस पनि छँदैछ, आफ्नै लिएर लगाइदिँदा हुन्छ। फाइनली गाइस निकाल्नु सक्ने नि सिचुएसन भएन, मैले हात खडा गर्न आँटेँ। हात खडा गर्न आँट्नु भएको रे। यता पनि रहेछ नि त भित्र भएको छ नि त टाढा पनि। खुकुरी कहाँ छ? खुकुरी लिनुपर्छ नि त। उताको बच्चा पनि निकाल्नु त, त्यो बिउ रोप्नुपर्छ। ओ हौ त यसैको हो नि यसैको त। उयो पनि हुन्छ है बाबा, ऊ लामो चाहिँ त्यो लामो चाहिँ फेरि उयो पनि हुनसक्छ है। बच्चा हो रहेछ हो साँपको बच्चा हो नि। ऊ हो अगाडि साँपको बच्चा हो होइन हौ के त भन्नु त। अनि माटोमा त हुन्छ त।
जोरले पिटा हैसे जोरले पिटा हैसे जोरले पिटा हैसे पारोले निकाल्न नसके हैसे हैसे जोरले पिटा हैसे बाफ्रे 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 Oh my बाफ्रे god. बाफ्रे 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 Oh my god. बोक्नु सकेन फाइनली गाइस के हो यो के हो उठाउनु चाहिँ नसक्ने रहेछ मैले त हेर्नु न साथीहरू लु भन्नु दुई शब्द यो हेर्नुहोस् तरुल तरुलले के छ साथीहरू यहाँ खरबाला तरुल जस्तै देख्छ यो आउनु यो। सकेन 40-50 केजीको छ होला छ छ छ उचुटो एकपट्टि चुटाएर निकाल्नु यसकै पिसमा छ हेर्नु कस्तो छाता जस्तो है कङ्कालको गाइस बाफ्रे 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 भाँचिने रहेछ त्यहीँ अब छाँटकाट गरौँ न यसलाई यसरी गरेर रोप्ने गरी होइन ला बनाउँदैछु फोटो ए अघि चाहिँ खिच्नु पर्छ बाफ्रे बाफ्रे कितना बड़ा है गाइस अरे उठा नहीं पाया नहीं टुट गया के हो यस्तो देखाउनु त उठाउनु त आमै त कुन खालको यो तरुल भन्नुहोस् त साथीहरू लु अझै उठाउनु नसकिन्छ पाना त सकेर हेर्नु चाहिँ त्यो मुनिको चाहिँ बच्चाहरू फोटो खिच्नु ल फाइनली निकालिसकेको छ तेरिका गाइस हेर्नु चाहिँ कति चाहिँ निक्लेछ उता बोर्डमा चाहिँ एड्रेस वाले भनेको कसरी खान्छ तिम्रो हो हेर्नुहोस् के बोल्न थालेको यति आमामा है एक बोट थियो पर थियो त्यो हाम्रो पर रिची बारी त्यहाँदेखि फेरि मैले यसलाई चाहिँ अस्ति त्यो छुट्टीमा आएर साह्रो यहाँले पकाइदिनुको लागेको थियो साथीहरू अहिले फाइनल ल्याएर खानु चाहिँ अन्त उडाउनु नसक्ने यति धेरै फल्यो यति धेरै फल्यो एउटा सानो रोपेको ल हाम्रो अब हामी चाहिँ छ अझै पनि लु यसको चाहिँ गरौँ साथीहरूको नापेको फेरि यति हुन्छ ल ल बाई 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 ल